सत्यको आवाज चर्को हुन्छ, किनकि झुटको कानलाई सत्य सधैँ तितो लाग्छ। तर प्रश्न यो हो कि सत्य बोल्ने आवाजलाई दबाउने कि त्यसले उठाएको प्रश्नको जवाब खोज्ने। हामीले एउटा कुरा बुझ्न जरुरी छ, लोकतन्त्रमा सांसदको काम बेन्चमा बसेर ताली पिट्ने मात्रै होइन, जनताको आवाज बोल्ने हो। सत्यको आवाज चर्को अनि तितो हुन सक्छ। आखिर मानिने खगेन्द्र सुनारले जनताको प्रतिनिधित्व गरेर जनताकै आवाज बोलेका होइनन् र? व्यक्तिगत रिसिपी लिएर त बोलेका होइनन्। के मानिने खगेन्द्र सुनारले प्रहरीभित्रको भ्रष्टाचार, अनियमितता वा त्यस्ता किसिमका गलत कामको बारेमा प्रश्न उठाउन गलत गरेका हुन् त? उनको आवाजलाई सबैले सुनेर निष्कर्षमा पुग्ने कि दबाउने? यदि कुनै सांसदले जनताको आवाजको प्रश्न उठाउँछन् भने त्यस्ता आवाजलाई दबाउनु भनेको के लोकतन्त्रको हितमा हुन्छ र? यहाँ व्यक्ति ठुलो होइन, प्रश्न ठुलो हो। आवाज कसले उठाए भन्ने होइन, उसले उठाएको विषयवस्तु सही छ या गलत छ भन्ने कुराको परीक्षण गर्नु पर्ला नि। कसैलाई सांसद खगेन्द्र सुनार मन नपर्न सक्छ, मन नपरेकै भरमा उनको आवाजलाई दबाउनु मिल्छ त? उनको आवाजलाई खण्डन गर्न मिल्छ? हामीहरूले यो पनि कुरा बुझ्नु पर्ला नि, मिठो कुरा झुट हुन सक्छ, तितो कुरा सत्य पनि हुन सक्छ नि। सांसद खगेन्द्र सुनारको आवाज चर्को भयो भन्दैमा उनले उठाएको कुरा गलत हुन सक्छ र? सत्यको आवाज चर्को हुन सक्छ, प्रश्न तितो हुन सक्छ, तर सत्य हुन सक्छ नि। हुन त हाम्रो नेपालमा जसले चर्को आवाज गर्यो, जसले तितो कुरा गर्यो, उसको आवाजलाई दबाइन्छ। जसले नरम कुरा गर्यो, जसले मिठा कुरा गर्यो, त्यस्ता आवाजहरूलाई प्रोत्साहन गरिन्छ। झुट के हो, सत्य के हो, त्यो त हामी बुझ्नै चाहँदैनौँ नि त।